हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई सरस्वती पी कुकिङ च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरुको साथमा बफ करीको रेसिपी लिएर आएको छु। यो बफ करी चाहिँ मैले मुला मिक्स गरेर बनाएर देखाएको छु। आशा गर्छु हजुरहरुलाई भिडियो मन पर्छ। मैले चाहिँ यहाँ बफको मासु लिइसकेको छु र यतिको साइजमा मासु काटेको छु र सानो सानो पारा मुला पनि धुएर सफा पारेर काटेर ल्याएको छु। मासु बनाउनुको लागि मैले चाहिँ यहाँ प्रेसर कुकर पनि बसालिसकेँ र प्रेसर कुकर मजाले तातेपछि तेल हाल्दिनुपर्छ। तेल मजाले तातिसकेपछि पाँचफोरनलाई पनि हाल्दिनुपर्छ। पाँचफोरन रातो भएर फ्राई भइसकेपछि काटेर राखेको प्याजलाई पनि हाल्दिनुपर्छ र प्याजलाई पनि रातो हुन्जेल भुट्नुपर्छ। प्याज रातो भएर फ्राई भइसकेपछि मासुलाई पनि हाल्दिनुपर्छ र मासुलाई हालेर मजाले मिक्स गर्नुपर्छ। बेसार, जीरा धनियाको धुलो, रातो खोर्सानीको धुलो, स्वाद अनुसार नुन हालेर मजाले मिक्स गर्नुपर्छ। मसला हालिसकेर मजाले मिक्स गरिसकेपछि अदुवा लसुन र सुकेको खोर्सानीको पेस्टलाई पनि हालिदिनुपर्छ र मजाले मिक्स गर्नुपर्छ। छोपेर 5 मिनेटको लागि पकाउनुपर्छ र 5 मिनेटपछि ढक्कन खोलेर हेर्नुपर्छ। मसला पनि मजाले पाकिसकेको छ र मसलाबाट तेल पनि मजाले छोडिसकेको छ र काटेर राखेको मुलालाई पनि हालिदिनुपर्छ र मुलालाई पनि हालेर मजाले मिक्स गर्नुपर्छ। मुलालाई हालेर पनि 3-4 मिनेट मजाले भुटिसकेपछि यतिको भयो र यतिको भइसकेपछि पानी हाल्नुपर्छ र पानी हालेर मजाले मिक्स गर्नुपर्छ। मैले चाहिँ बफको मासुमा यतिको पानी हालेको छु र पानी हालिसकेर मैले यहाँ धनियाको डन्ठालाई पनि काटेर हालिदिएको छु र धनियाको डन्ठालाई हालेर मजाले चलाइदिनुपर्छ र ढक्कन लगाएर 7-8 सिटी लाग्नु दिनुपर्छ। सिटी लागिसकेपछि ग्यास अफ गरिदिनुपर्छ र कुकर सेलाएपछि ढक्कन खोलेर हेर्नुपर्छ र हेर्नुस् त मजाले बफको मासु एकदमै मजाले पाकिसकेको छ। बफको मासु पनि एकदमै मजाले पाकेछ र एकदमै यमी बनेछ। म चाहिँ यहाँ यतिकै करी राख्छु। हजुरहरु चाहे भने सुकाएर पनि लिन सक्नुहुन्छ र लास्टमा चाहिँ काटेर राखेको धनियाको पत्तालाई पनि हालिदिनुपर्छ र हाम्रो यमी यमी बफ करी पनि रेडी भयो। हजुरहरुलाई आजको बफ करीको रेसिपी कस्तो लाग्यो प्लिज भनिदिनु होला र मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला र फेसबुक पेजबाट हेर्नुहुँदैछ भने फलो पनि गरिदिनु होला। हजुरहरु पनि यसरी बनाएर खानु होला। बफ करी एकदमै मिठो र टेस्टी बनिन्छ। बफ करी हजुरहरु रोटी र राइससँग पनि इन्जोय गर्न सक्नुहुन्छ र एकदमै यमी बनिन्छ।